मैले चाहिँ के अरे भैँसी चाहिसकेको छु म तपाईँ देखाउँछु अहिले अब चाहिँ उयसको पारो हो यो म सार्नेछु भाइरल भइदियो तिम्रो कुरा रे मेरो भाइरल भइदियो सक्नुहुन्छ मै पनि सकेको छु म फेरि त्यही अहिले गोठमा जानेछु अब चाहिँ यता हो भैँसी यहाँ आइसकेको छु म हेर्न सक्नुहुन्छ यही भैँसी पारा यहाँ सारिसकेको छु मैले अब यो सबै गरिसकेको छु अब काम भनेको मेरो यही यो पढा त्यहाँ गएर हालिदिने हो गाईहरू यिनीहरू खाना खाइसकेका छौँ मैले अब मेरो काम भनेको अहिले घाँस हालिदिउँ भने घाँस पनि खान्छ यदि बाख्रा हो म बाख्रा अहिले देखाउने छु यो बाख्रा त्यहाँ राख्नुपर्ने हुन्छ अरू के भन्नुहोस् बाख्राको म सार्दिनँ आमा सार्ने हो हाम्रोतिर अहिले कस्तो मौसम भएको हो भाइरल भइदियो भाइरल भइदियो मकै रोपेको छ तर के रोप्यो हो अहिले उम्रिरह के उम्रेछ भने पनि थाहा छैन अनि कति त सो गाइजहरू फेरि लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो यो दोस्रो भ्लग हो अनि म हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यहाँ के पकाउनु ल्यायो हो कुनी दुईजना मिलेर धेरै पकाउनु ल्याएछन् के पकाउनु ल्यायो के पकाउनु ल्याएको भाइ रोटी अनि सानोमा चाहिँ यहाँ टिभी हेरिरह के हेरे हो अनि यता लाइक गरिदिनु एन्ड सब्स्क्राइब गरिदिनु मोरिस न्यू बनेको ब्लग सधैँ हेर्नु होला यो हसाउने पनि छ हाम्रो सानो पिछो मुस्दी यहाँ दिदी हेर्नु यहाँ दिदी यहाँ पानी हाल्ने मिलेर काम गर्छन् के कता हिँडेको बिजुली बालेर एउटा अब दुईवटा बाख्रा तिनवटा बाख्रा हो त्यो तिनवटा बाख्रा पनि अब अहिले हाम्रो आँप फुल्या गाइजहरू के हो फुल्या अलरेडी मैले त अहिले मेरो घर देखाउँदिनँ यो चाहिँ मेरो पर्सनल हाउस होइन यो चाहिँ हाम्रो भिनाजहरूको हाउस यो दिदीहरूको हाउस त्यो हो यहाँ अहिले भैँसी तपाईँ देख्न सक्नुहुन्छ अब त्यहाँबाट हतिसकेको छ तर आजको लागि यति नै फेरि पनि भन्छु लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि पनि बाई आजको लागि बाई